र हाम्रो क्यामेरामा सबभन्दा बढी कैद भएको आवाज र दृश्य पनि यही छ। हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ र राजा आऊ देश बचाऊ भन्नेहरूलाई के भन्नुहुन्छ? त्यो विचारलाई पनि हामीले कदर गर्नुपर्छ जस्तो लाग्यो। रहेछ छ भन्ने स्पष्ट भयो। व्यक्ति भन्दा राष्ट्रलाई नै अहिले ध्यान दिनुपर्छ, त्यसलाई नै महत्त्व दिनुपर्छ। यहाँकै कार्यकालमा अथवा यहाँकै पालामा आइसकेपछि त्यसको जरो नै उखेलेर फालिनुसँग मैले कतै गल्ती गरेछु, दोष गरेछु, मेरो पुर्खाले गरेको निरन्तरतामा मेरो पनि भुल थियो भन्ने जस्तो तपाईँलाई लाग्छ कि लाग्दैन? कहिले कहिले लाग्छ। अझ अलिकति विवेक पुरा भएदेखि यतिसम्म हुने थिएन कि। तर परिस्थिति यसरी पल्टिँदै गयो, त्यो सम्हाल्नु पनि गाह्रो हुँदै गयो र हाम्रो त्यो समयमा कुनै पनि हालतमा जनतालाई दुःख दिने, जनतालाई अप्ठ्यारोमा पार्ने नियति थिएन। त्यसैले पनि सजिलैसँग छोड्या। अझै पनि सजिलैसँग छोडेको भन्दै हुनुहुन्छ होइन? यो सजिलैसँग छोडिएको स्थिति थियो वास्तवमै के तपाईँ त्यति लामो इतिहास पनि सजिलैसँग विसर्जन गरिदिने, त्यसलाई पनि सजिलै भन्न सक्नुहुने अवस्था थियो त्यो? होइन, कहिले कहिले जितिराख्नुहुन्न, कहिले कहिले हार्नु पनि पर्छ। त्यो हारेमा तपाईँको जित हुन्छ।